आज हामी एउटा निकै गम्भीर र संवेदनशील विषयमा कुरा गर्दैछौँ, जापानमा नेपालीहरूको आत्महत्या। यो विश्लेषण हामीसँग उपलब्ध सीमित जानकारीमा मात्र आधारित छ। त्यसैले हामी केवल रेकर्डमा आएका घटनाहरूमा मात्रै केन्द्रित हुनेछौँ। र यो कुराले नै आजको हाम्रो छलफलको मर्मलाई छुन्छ। हामी ती कथाहरूमा मात्र सीमित छैनौं जुन रेकर्ड भएका छन्, तर ती अनगिन्ती कथाहरूको अभावलाई पनि महसुस गर्दैछौं, जुन सायद कहिल्यै बाहिर आएनन्, कहिल्यै सुनिएनन्। साँच्चै भन्नुपर्दा नयाँ र भरपर्दो जानकारी पाउन एकदमै गाह्रो छ। त्यसैले आज हामी दुईवटा पुराना तर दस्तावेजीकरण गरिएका घटनाहरूमा मात्रै ध्यान दिनेछौँ। यो कुरा याद राखौँ कि यी घटनाहरू एउटा ठूलो र नभनिएको कथाका साना टुक्राहरू मात्र हुन्। ल अब पहिलो घटनातिर लागौं। हाम्रो स्रोतले उल्लेख गरेको पहिलो नाम हो रविन घेमुसु। उहाँको कथाले विदेशमा पढ्न जाने विद्यार्थीहरूले भोग्नुपर्ने केही कठोर यथार्थहरूलाई सतहमा ल्याउँछ। हामीसँग भएको जानकारी अनुसार रविन घेमुसु एक नेपाली विद्यार्थी थिए। सन् 2019मा जापानको टोकियोमा उहाँको दुःखद निधन भयो। यी आधारभूत तथ्यहरूले नै उहाँको कथाको एउटा दुःखद अध्याय सुरु गर्छन्। अब स्रोतमा उल्लेख गरिएको अर्को दस्तावेजीकरण गरिएको कथातर्फ जाउँ। कमल खनालको कथा। यो पनि उस्तै मार्मिक घटना हो। कमल खनाल, उमेर जम्मा 21 वर्ष। उहाँ ओकिनावामा विद्यार्थी हुनुहुन्थ्यो। स्रोतले उहाँको मृत्यु झुन्डिएर भएको उल्लेख गरेको छ। यी तथ्यहरूले उनको छोटो जीवनको एउटा अत्यन्तै दुःखद अन्त्यलाई देखाउँछन्। अनि यो अङ्क 5, यो अङ्कले कथालाई झनै मार्मिक बनाउँछ। कमल जापान आएको जम्मा 5 महिना मात्रै भएको थियो। प्रश्न उठ्छ, आखिर त्यो छोटो 5 महिनामा त्यस्तो के भयो होला जसले उनलाई यस्तो कठोर कदम चाल्न बाध्य बनायो? हो, यही प्रश्नले हामीलाई अर्को महत्त्वपूर्ण पाटोतर्फ डोर्याउँछ। यस्ता दुःखद घटनाहरू पछाडिका कारणहरू के हुन सक्छन् त? स्रोतले एउटा घटनासँग जोडिएका केही सम्भावित कारणहरू मात्रै औल्याएको छ। यहाँ एउटा कुरा के प्रष्ट हुनुपर्छ भने अब हामीले छलफल गर्ने कारणहरू स्रोतले रविन घेमुसुको घटनासँग मात्रै जोडेको छ। भनेपछि यसलाई सबैको हकमा लागू गर्न मिल्दैन। तर यसले हामीलाई एउटा सङ्केत भने अवश्य दिन्छ। सुन्नुहोस् त, यो 3 शब्द तनाव, एक्लोपन र आर्थिक भार आफैमा कति भारी छन् हैन त? यी 3 शब्दले नै विदेशमा सपना बोकेर गएका एक विद्यार्थीको मानसिक सङ्घर्षको गहिरो चित्र देखाउँछ। र यहीँनिर आइपुग्छ हाम्रो विश्लेषणको सबैभन्दा ठूलो चुनौती, सूचनाको खाडल। हामीले यी दुई घटनाको बारेमा त थाहा पायौं, तर यस्ता कति कथाहरू होलान् जो कहिल्यै बाहिर आएनन्, जसको कुनै रेकर्ड नै छैन। समस्याको जड नै यही हो। यो विषयमा केही खोज्न बस्यो भने नयाँ र भरपर्दो जानकारी भेटाउनै मुस्किल छ। र यो मौनता, यो आफैमा डरलाग्दो कुरा हो। हामीले हेरिरहेको स्रोतले नै यो प्रश्न उठाएको छ, जसले यो समस्या कति गहिरो छ भन्ने देखाउँछ। के यस्ता घटनाहरू कतै रिपोर्ट त भइरहेका छन् तर हामीसम्म आइपुगेका छैनन्? यो एउटा अनुत्तरित प्रश्न हो। र अन्तमा यो महत्त्वपूर्ण प्रश्नको साथ यो विश्लेषणलाई बीट मारौँ। जब यस्ता कथाहरू हराउँछन्, हामी केवल तथ्याङ्क मात्र गुमाउँदैनौँ। हामी ती कथाहरूबाट सिक्न सकिने पाठ र भविष्यमा यस्ता घटनाहरू रोक्ने अवसर पनि गुमाउँछौँ। यी हराएका कथाहरूको मानवीय मूल्य के होला? यो प्रश्नमाथि सोच्ने जिम्मा सायद हामी सबैको हो।